गाइस हाम्रो चाहिँ अब आजको यो दसैँ यति राम्रो भयो होइन हामी थोरै मान्छे भए पनि एकदमै रमाइलो गर्न खोज्यौँ अब हाम्रो यो दसैँको टिका लगाइसकेपछि हामीले चाहिँ त्यति धेरै भेराइटी त होइन अब सामान्य खालको हामी चाहिँ खाना खान खोजिरहेछौँ अब खाना खान स्टार्ट गर्दैछौँ है तपाईँहरूलाई म देखाउँछु ल खाना इतादाकी मास गर्नु पऱ्यो ल इतादाकी मास ल आजको रेउरीमा चाहिँ उहाँ दुईजनाले चाहिँ आज स्पेसल एकदमै मिठो खाना बनाउनु भएको छ उहाँ दुईजनाले चाहिँ बनाएको हो है हामी दुईजना चाहिँ खाने मात्रै हो ल हामी चाहिँ खाने मात्रै हो अब यसको चाहिँ स्ट्यान्ड लगाएर ट्याक्क लाएर हेलो हामी अब खाना खाँदैछौँ त्यहाँबाट ल्याउनु पर्यो त्यहाँबाट अलिअलि यता आउनु पर्यो क्या देखिनु पर्यो नि ल हेलो गाइस ल खामपाइ त भएन त के भएन यहाँ त अलि भयो ए खाम्पा यस्तो पो हो हाम्रो यस्तो छ है ल खाम्पा ल सरी खाइसक्यो भएर पहिला है खाम्पा गरेर हाँग्न त नहुने हो ठिक छ ल त्यो लागि मास हामीलाई यसरी नै भगवान् नौ दुर्गा माताले चाहिँ खाना रोटीमा सुरुमा घिउ पुगेन कतिबाट नेपाली घिउ थियो त हालेको